हेलो वेलकम टु यु अल। आज चाहिँ म तपाईहरुलाई एज अ एआई रिसर्चर काठमाडौँमा मेरो दिन कसरी बित्छ भनेर एक्सप्लेन गर्न गइरहेको छु। हेलो सबैजनालाई गुड मर्निङ, विश यु अ भेरी गुड डे। बिहान मर्निङ वाकबाट फर्किसकेपछि फ्रेस हुनतिर लागे। प्राय जसो म दिनहरु ब्ल्याक कफी र म्युजिकबाट सुरु गर्छु। सो लेट्स स्टार्ट माई डे विथ ब्ल्याक कफी एन्ड म्युजिक। म मेरो दिनहरुलाई टु पार्टमा डिभाइड गर्छु। पहिलो चरणमा म मेरो रिसर्चको कामहरु गर्छु, कोडिङहरु, पेपरहरु पढ्ने भने दोस्रो हाफमा म मेरो स्किललाई इम्प्रुभ गर्नतिर लाग्छु। ट्युटोरियल्सहरुमा काम गर्छु, ट्युटोरियल्सहरु बनाउँछु। One and a half hour स्टडी पछि म चाहिँ लाइट एक्सपोजरको लागि बाहिर निस्केँ। केही समयको घाममा एक्सपोजर लिइसकेपछि म चाहिँ ब्याक टु वर्क भएको छु। म चाहिँ 1.5 आवर स्टडी पछि फेरि ब्रेकको लागि बाहिर निस्किएको छु। प्लेग्राउन्डमा साथीहरु गेम खेलिराख्नु भएको छ। मोमो खाएर आइसकेपछि फेरि ब्याक टु वर्क भएको छु। One and a half hour स्टडी पछि म चाहिँ बाहिर निस्केँ। लन्चरमा रहेको यो फुटसल ग्राउन्ड वरिपरि र क्याफसी वरिपरि चाहिँ म लगभग 1.5 आवर जति स्पेन्ड गरेँ। त्यहाँ चाहिँ ठ्याक्कै मेरो +2 को साथी विदुरलाई भेटिरहेको। इभिनिङमा चाहिँ म मेरो स्किललाई फोकस गर्छु। त्यसलाई चाहिँ प्र्याक्टिसहरु गर्ने र आफूले सिकेका कुराहरु चाहिँ ट्युटोरियल्स बनाएर भिडियोमा अपलोड गर्ने, युट्युबमा अपलोड गर्ने गर्छु। सो म चाहिँ अब आफ्नो ट्युटोरियल्स तपाईहरुलाई देखाउन